हेलो साथीहरू, हाम्रो यता चाहिँ रातभरि पानी परिरहेको छ। त्यता परेको छ कि नै तपाईँहरूतिर चाहिँ कमेन्ट गर्नुहोला। अनि मैले चाहिँ बिहान उठेर आफ्नो काम गरेँ, खानासाना बनाएँ। त्यसपछि मेरो बाबुलाई खुलाएर उसलाई चाहिँ स्कुल मैले पठाइदिएँ। त्यसपछि हामीले सबैले खाना खाएर म चाहिँ यहाँ छिटो भाँडा माझ्दैछु किनभने पानी पर्छ नि त। त्यही भएर अनि म चाहिँ आफ्नो अरू कामहरू गर्न लागेँ। मेरो चाहिँ अब बिस्तारो उठाउनु पर्ने थियो। म चाहिँ भित्र गएर आफ्नो बिस्तारो उठाएँ। बाबु हुन्जेल चाहिँ गर्न दिँदैन नि त, त्यही भएर बाबु स्कुल गएको बेलामा चाहिँ मैले यहाँ गर्दैछु आफ्नो कामहरू। अनि यति सकाएर एकछिन बसेको, मेरो छोरा पनि आइसकेको थियो स्कुलबाट। आएर चाहिँ उहाँ सुत्दै हुनुहुन्छ मसँग एकछिन झगडा गरेर। अनि उसले सुतेपछि चाहिँ मैले उसलाई उसको लागि नास्ता गराइदिएँ। सबैलाई भोक लाग्ने टाइम भइसकेको थियो, त्यही भएर रोटी गराइदिएँ। मेरो बाबुलाई चाहिँ रोटी बेसी नै मनपर्छ कि, त्यही भएर अनि बिहानको सब्जी थियो, मैले चाहिँ त्यहीसँग रोटी खाएँ। मेरो बाबु चाहिँ सुत्दै थियो, अब एकछिन उठेपछि अनि उसलाई खाना दिन्छु साथीहरू।